पोर्चुगलले वर्ल्ड कप होइन भाले कप पनि जितेन भन्थ्यो मेरो साथीले। किन रहेछ भनेको त मैले आजको गेम हेरेर थाहा पाएँ के खेलेको यार। डिआर कङ्गो जस्तो टिमसँग पनि ड्र खेलिदिरहेको एक ड्र, त्यही पनि कुनै एकजना प्लेयर छैन यस्तो राम्रो खेल्यो भन्ने, एकजना पनि प्लेयरै छैन क्या। अब मेन डिफेन्डर रुबेन डियाज इन्जर्ड भएको थियो, तर अरू त सबै प्लेयर थियो नि त। मिडफिल्डमा त्यस्तो खतरा मिडफिल्डरले, वर्ल्डकै सबैभन्दा बेस्ट मिडफिल्डर अहिलेको के अरे यो भिटिनिया, ब्रुनो फर्नान्डेज, जाओ नेवेसले त बवाल गोल हान्यो। यो के अरे ब्रुनो फर्नान्डेजले भिटिनियाले त के खेल्यो क्या। ब्रुनो फर्नान्डेजले त झन् चुतिया खेल्यो, त्यही माथि झन् क्रिस्टियानो रोनाल्डो त खेले हो कि नखेले पनि थाहा छैन। बिहानमा भर्खरै मेसीको ह्याट्रिक, रोनाल्डोको अहिले 25 चोटि कि कतिचोटि बल छोयो भनेर आइरहेको थियो, त्यही होला अब। यस्तो खेलेपछि अब कसरी रोनाल्डो र पोर्चुगलको फ्यानले चाहिँ अझै कसरी आश गर्छन् कि योपालि क्रिस्टियानो रोनाल्डो र पोर्चुगलले वर्ल्ड कप जित्छ भनेर। वर्ल्ड कप होइन, यस्तो खेल्यो भने चाहिँ भाले कप पनि जित्दैन भन्थ्यो। यो चाहिँ सही नै गरेछ क्या। म चाहिँ आजको गेम हेरेर एकदमै डिसपोइन्ट भएको छु र मलाई लाग्दैन कि पोर्चुगल र क्रिस्टियानो रोनाल्डो चाहिँ वर्ल्ड कप जित्छ भनेर चाहिँ म चाहिँ कुनै पनि विश्वास गर्दिनँ। तपाईँहरूलाई के लाग्छ कि अझै पनि तपाईँहरूलाई विश्वास छ रोनाल्डो र पोर्चुगल चाहिँ वर्ल्ड कप जित्छ भनेर? यस्तो पर्फर्मेन्स हो भने चाहिँ ढुक्क हो, ग्रुप स्टेजबाट माथि चाहिँ जाला कि थर्ड भएको टिम पनि जान्छ नि त। तर त्यहाँभन्दा माथि चाहिँ मैले चाहिँ देखिरहेको छैन पोर्चुगलको फ्युचर।